एकदम राम्रो छ एकदम सबैले हेर्न पर्ने मुभी छ है यतिको फिल्म हेर्यो भने देशमा करप्सन रोकिन्छ भ्रष्टाचार अन्त्य हुन्छ जागा एकदम राम्रो छ एकदम सबैले हेर्न पर्ने मुभी छ है यतिको फिल्म हेर्यो भने देशमा करप्सन रोकिन्छ भ्रष्टाचार अन्त्य हुन्छ अहिलेको युथले चाहिँ हेर्नै पर्ने मुभी हो अहिलेको जेन्जी पुस्ताहरूले चाहिँ एकदम राम्रो छ जागा जेन्जी जागा जागा युवा उठ युवा नउठ्यो देश बन्दै एकदमै खुसी लागिरहेछ दर्शकहरूको प्रतिक्रिया सुन्दा अब हलहरू कमै छ तर त्यो कम सोमा पनि सबै प्याक छ न्यू कभरमा एउटा हुटहुटी हुन्छ नि केही गर्नु एउटा जोस हुन्छ एउटा जागर हुन्छ एउटा नयाँ भिजन हुन्छ त्यो चाहिँ म कन्फिडेन्ट छु यो इन्द्रेणी लाग्यो हो झरीपछिको इन्द्रेणी हो यो माहौल राम्रो छ जतिले चान्स पाउनु भएको छ उहाँहरूले आफ्नो तर्फबाट 100% अभिनय गर्नुभएको छ कि उहाँहरूको सबैले मन पराइदिनु भएको छ उहाँको अभिनय होइन The Cinema Times, The Cinema Times. एकदम राम्रो छ जेन्जीहरुको राम्रो छ एकदम राम्रो छ कथा राम्रो छ फिल्मको राम्रो छ ल हस् एकदम राम्रो फिल्म समसामयिक विषयवस्तु त्यसको करप्सनका अगेन्स्ट छ एकदमै राम्रो छ सबैजनाले हेर्न आउनु अनुरोध गर्न चाहन्छु एकदमै झरीपछिको इन्द्रेणीमा तपाईँको करप्सनका विरुद्ध छ जल्दो बल्दो हाम्रो समय परिस्थिति नेपालको घटनाक्रमलाई एकदमै समेटिएको छ त्यो भएर पनि एकदमै सकिएको नि भद्रगोलमा हेर्नु भएको थियो कि थिएन हेरिरहेको हुन्थ्यो उहाँको अभिनय पनि एकदमै राम्रो लाग्थ्यो अब यहाँ आयो एकदमै फेरि उहाँको एकदमै राम्रो लाग्यो त्यसपछि तपाईँको यो अहिले जुन शर्माजीको रोल छ त्यो एकदमै सगत योग्य तपाईँले सबैले हेर्नुपर्ने एकछिन तपाईँले सबैजना दर्शकहरूले एकछिन हलमा आएर हेरिदिनु अनुरोध गर्न चाहन्छु यो हलमा नआएर यो हामीले वर्णन गरेर यहाँ मिडियामा बोलेर भन्दा पनि सबैजनाले हलसम्म पुगिदियो भने एकदमै कस्तो छ भनेर तपाईँहरू आफैले अनुभव गर्न सक्नुहुन्छ भन्न चाहन्छु झरीपछिको इन्द्रेणी एक प्रकारले चाहिँ टाइटलले नै बुझाएको छ है धेरै नै उत्कृष्ट चलचित्र लाग्यो मलाई चाहिँ अहिले जसरी चलचित्रहरू बनिरहेछन् एउटै धारको यो चाहिँ अलिकति फरक धार चाहिँ मैले पाएँ बहुतै राम्रो लाग्यो अनि डिरेक्टर भएको हिसाबले चाहिँ हैन डिरेक्सनको लेभलहरू चाहिँ हेर्न मन लाग्छ कि लाग्दैन मतलब कस्तो त्यो त लाग्छ हैन किनभने मान्छेको आफ्नो प्याटर्न हुन्छ अनि दोस्रो कुरा चलचित्रको चाहिँ स्क्रिन प्ले अथवा कथावस्तुको आफ्नो प्याटर्न अनुसार आफ्नो चाहिँ के अरे डिरेक्सन पोइन्ट अफ भ्यू हुन्छ होइन अब त्यो डिरेक्सन पोइन्ट अफ भ्यू त आफ्नै भएको हुनाले त्यसमा चाहिँ केही नभनौँ तर चलचित्र चाहिँ झरीपछिको इन्द्रेणी चाहिँ एकदमै उत्कृष्ट धेरै राम्रो बनाएको छ र समग्र युवाहरूले चाहिँ हेर्नै पर्ने फिल्म हो सबैभन्दा म बालेन्दाले सल्युट गर्न चाहन्छु उहाँको सङ्घको लागि त्यसपछि हाफ एन्डिङ पछिको चाहिँ म कसम आफ्नो देशको लागि रोको हो त्यो स्थितिहरू देखेको म रोको हो कि पुरा आँखाबाट आँसु नै आइरहेको थियो त्यो जेन्जी आन्दोलन सम्बन्धित त्यो भिडियो एउटा सिनेमेटिक पुरै बनाउनु भएको छ नि एकदमै अहिले नै मन रोइरहेको छ हाम्रो देश रुनुको कारण के रहेछ आखिरमा लास्टमा भ्रष्टाचार नै रहेछ नि त तर त्यो जुन हामी भिडियो यो मुभी मात्रै हेरेर होइन कि रियालिटीमा त्यो जानमारा हत्यारालाई कारवाही नै गर्नुपर्छ म भन्न चाहन्छु हामी कलेजबाटै रिफर भएर आएको हामीले चान्स पायो हेर्न अनि हामी आएको यो मुभीलाई प्रमोसन गर्न म भन्न चाहन्छु नेपालको जनतालाई कि सबैजना यो मुभीलाई सपोर्ट गरेर हेरेर र त्यो मुभी हेर्नै बित्तिकै तपाईँहरू रोएन भने मेरो नाम चेन्ज गरिदिनु अब सचिव होइन अधिकृत बन्नुपर्छ only want to say no corruption only no corruption एकदम राम्रो छ एकदम सबैले हेर्न पर्ने मुभी छ है स्पेशली स्टुडेन्टहरूले एकदम एकदम राम्रो दामी एकदमै राम्रो छ ताकि नेपाली समाजमा भएको घटनालाई यथाक्रममा प्रस्तुत गरेको छ ताकि नयाँ किसिमको परिवर्तन ल्याउनु नेपालीहरू बाहिर जाँदैनन् नेपालमै काम गर्छन् अब मेरो साथी अस्ट्रेलिया छ त्यसलाई म यो मुभी हेर्न पठाउँछु म फिर्ता आउँछ नेपाल अब
स्टुडेन्ट भएर चाहिँ खतरा के खतरा बाहिर जानु हुँदैन नेपालमै बसेर केही गर्नुपर्छ एकदमै राम्रो मन गरिरहेको छ एकदम राम्रो बोल्नै सक्ने अवस्थामा छैन कलेजबाटै आउनु भएको छ फिल्म राम्रो छ अहिलेको युवाहरूलाई यतिको फिल्म हेऱ्यो भने देशमा करप्सन रोकिन्छ भ्रष्टाचार अन्त्य हुन्छ यतिको फिल्म अहिलेको युवाहरूलाई हप्तामा एकचोटि नभए देखाइरहँदाखेरि राम्रो हुन्छ धेरै राम्रो छ एकदमै राम्रो मुभी धेरै राम्रो छ युथहरूले हेर्नै पर्छ जागा तिमी नजाइकन देश बन्दैन जागा जेन्जी जागा युवा उठ युवा नउठेन देश बन्दैन युवा उठ अब जरुर उठ्छन् एकदम उठ ल एकदम सबैलाई स्वागत छ बच्चाहरूलाई साह्रै नै अन्याय अत्याचार भयो नेपालमा अब चाहिँ जेन्जी नउठिकन देश बन्दैन जेन्जी उठ जेन्जी उठ हामी उठिरहेछौँ धेरै राम्रो लाग्यो है एकदम पर्फेक्ट छ सबैजनाले हेर्नु होला यो चाहिँ एकदम पर्फेक्ट लाग्यो क्या हजुर राम्रो छ एकदमै राम्रो छ कस्तो लाग्यो राम्रो छ एकदम राम्रो भट्टराईलाई कस्तो लाग्यो मैले भनिसके बेस्ट कस्तो लाग्यो राम्रो थियो राम्रो छ अहिलेको युथले चाहिँ हेर्नै पर्ने मुभी हो अहिलेको जेन्जी पुस्ताहरूले चाहिँ एकदम राम्रो छ जेन्जी पुस्ताले चाहिँ यो फिल्म अवश्य आएर सबैजनाले हेरिदिनु होला एकदम दामी छ आमा कस्तो लाग्यो फिल्म गजब राम्रो छ अनि आज त के अरे नेपाली फिल्म हेरिराख्नुहुन्छ कस्तो यो चाहिँ कस्तो रहेछ त पाँडेको काम कस्तो लाग्यो त आमा पाँडे गजब थियो कतिको हेर्नुहुन्थ्यो तपाईँले फिल्म त्यही सकिगयो नि पाँडेलाई देखेर फिल्म हेर्न आउनु भयो हो होइन अस्ति इन्टरभ्यू थियो हेरेको थियो आमाले पनि त्यही भएर पनि हो होइन कति वर्षको राम्रो 82 वर्षको ओके कस्तो लाग्यो राम्रो छ रमाइलो छ राम्रो छ 100% एकदम राम्रो छ कस्तो लाग्यो तपाईहरुलाई जो राम्रो लाग्यो वडा अध्यक्षको चाहिँ एकदम राम्रो लाग्यो अब यस्तै वडा अध्यक्ष हुनु पर्यो हाम्रो अधिराज्यभरि र हाम्रो स्टुडेन्टहरूले नि बुझ्नु पर्यो मार्मिक हाम्रो देशमा नि केही गर्न सकिन्छ भनेर होइन खालि विदेशै पलायन हुनु भएन भन्ने कुरा मुभी चाहिँ राम्रो छ जे होस् होइन जुन एउटा सबैभन्दा मन परेको रोल चाहिँ एउटा हाम्रो वडा सचिव हुनुहुन्छ नि मुभीमा उहाँको रोल चाहिँ एकदम राम्रो छ होइन उहाँ जस्तै वडा सचिव हाम्रो चाहिँ हामीले यदि हाम्रो जस्तै नेतृत्व पायो भने चाहिँ जे होस् हाम्रो देशमा चाहिँ राम्रै हुन्छ भने चाहिँ एउटा राम्रो सन्देश दिन खोजेको छ मुभीले होइन जे होस् फिल्म चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ अब राम्रो छ भन्न चाहिँ होस् एकदम राम्रो छ नमस्ते सन्चै हुनुहुन्छ नमस्कार सन्चै छ कस्तो भइरहेछ आज तेस्रो दिन प्रतिक्रिया उस्तै पाइरहेछ उत्साहजनक प्रतिक्रिया पाइरहेछ र सबभन्दा राम्रो पक्ष के छ भने तेस्रो दिनमा हुँदाखेरि पनि यसको चाहिँ कलेक्सन चाहिँ घटाएको छैन दर्शकहरू चाहिँ त्यत्तिकै आइरहनु भएको छ त्यो चाहिँ एउटा सुखद पक्ष छ नै अब के अरे अहिले अब तपाईँ यतिका वर्षपछि कमब्याक गर्दाखेरि पनि अब जुन सोजहरू पाइएन भनेर अनि दुखेसो पोखिराख्नु भएको छ हाम्रो अर्जुन मेरे पाण्डेले होइन पहिला कसरी यस्तो हुन्थ्यो कि हुँदैन थियो प्रब्लमहरू अनि अहिले यस्तो प्रब्लम देख्दाखेरि चाहिँ कस्तो लाग्यो त पहिला चाहिँ किन यस्तो सोच त हुनुहुन्थ्यो हलको प्रब्लम चाहिँ हुन्थ्यो होइन अब त्यो बेला त प्रिन्ट पनि कम बन्थ्यो 3-4वटा प्रिन्ट हुन्थ्यो त्यो प्रिन्ट दौडाउने हो होइन र त्यसमा विशेष गरेर एउटा विशेष हलको महत्त्वपूर्ण हुन्थ्यो त्यो पाउनु त्यो बेला पनि गाह्रो थियो तर यस्तो चाहिँ गाह्रो थिएन पाएको ठाउँमा चाहिँ पाइन्थ्यो तर पर्टिकुलर जुन हल चल्नेवालाहरू हल चाहिँ पाउन गाह्रै हुन्थ्यो त्यो बेलामा पनि होइन र यो फिल्म वास्तवमा जति बनाउन गाह्रो छ त्योभन्दा 10 गुणा बढी गाह्रो चाहिँ चलाउन रहेछ त्यो चाहिँ महसुस अझै पनि छ पहिला पनि थियो अहिले पनि छ सायद भोलि नरहोस् भन्ने मेरो चाहना बाउ छोराको भेट भयो कस्तो भइरहेछ त इमोसन चाहिँ अब त माहौल त अब पुरै तातिन थालेछ हल्लाले तपाईँले सुनिसक्नुभयो है कस्तो लागिरहेछ त होइन यति धेरै माया बटुलिराख्नु भएको छ दर्शकहरूको त्यही पनि अझै हलहरूले सो कमै दिइरहेको छ
होइन एकदमै खुसी लागिरहेछ दर्शकहरूको प्रतिक्रिया सुन्दा। अब हलहरू कमै छ तर त्यो कम सोमा पनि सबै प्याक छ अनि हामी हल भिजिट गरिरहेको छौँ। सबैको प्रतिक्रिया एकदमै राम्रो छ, एकदमै खुसी लागिरहेछ। तर मलाई जहाँसम्म लाग्छ कि यो 3 दिनको चाहिँ प्रतिक्रिया हेर्दाखेरि चाहिँ के भने बिस्तारै बिस्तारै हललाई पनि सोच थप्छ कि भन्ने चाहिँ म चाहिँ आशावादी छु है। यो चाहिँ किनभने फिल्म राम्रो छ, यदि त्यो किसिमको फिडब्याक आइरहेछ भने, मान्छे आइरहेछ भने सोच थप्नु बाध्य हुन्छ भन्ने मेरो बुझाइ हो है। र म के भन्न चाहन्छु भने हलवालाहरू जो सञ्चालकहरू गर्दै हुनुहुन्छ सञ्चालकहरू यस्तो नेपाली चलचित्र एउटा पृथक आमा बनेको चलचित्र हो। यसमा लक्कान झक्कान एउटा केही देखाइएको छैन, एउटा जे छ अहिले जस्तो जे स्थिति छ त्यो किसिमको चित्र देखाइएको छ। र यस्तो फिल्महरूलाई पनि उहाँहरूले अलिकति पनि साथ दिनुभयो भने उहाँहरूलाई पनि राम्रो हुन्छ र नेपाली चलचित्रलाई पनि अझै राम्रो हुन्छ भन्ने मैले चाहिँ सोचेको छु। अब फिल्ममा तपाईँले उहाँ जस्तो बुवा पाउनु भएको छ, भ्रष्टाचार गर्न हुँदैन भनेर होइन आफ्नो अडिकमा बस्नु भएको छ होइन। यस्तै बुवाहरू चाहिँ अझै भइदिए या हजुरको बुवा कस्तो हुनुहुन्छ, पोलिटिक्समा कतिको ध्यान दिनुहुन्छ कि नै हजुरको रियल लाइफमा? मेरो बुवा सरकारी कर्मचारी नै हो तर उहाँ टिचर हो। ओके उहाँ टिचर हुनुहुन्छ, वडा कार्यालयमा चाहिँ होइन। त्यस्तो क्यारेक्टर चाहिँ एकदमै रियल लाइफसँगै कनेक्ट छ हजुर उसमा। ओके, हाम्रो गणेश सरको पहिला फिल्महरू हेर्नु भएको ठिक थिएन अनि जब उहाँसँग आफ्नो बुवाको रूपमा काम गर्न जब कुरा आयो होइन अनि त्यसपछि उहाँसँग भेट्दा उहाँसँग काम गर्दा चाहिँ कस्तो लाग्यो त? एकदमै धेरै सिक्न पायो। बुवाले मलाई जहिले सम्झाइरहनुहुन्थ्यो बिहाइन्ड द क्यामेरा होइन, अगाडि क्यामेरामा काम गर्दा पनि पछाडि क्यामेरामा काम गर्दाखेरि। अनि तपाईँले मलाई एकचोटि भन्नुभएको थियो विमोचन बाबु यो एक्टिङ भने चाहिँ के हुँदो रहेछ भने कन्सन्ट्रेसन हो, डिरेक्टरले भनेको कुरा जति तिमीले राम्रोसँग सुनेर जति पर्दामा उतार्नु खोज्यो त्यति नै हो बस भन्नुभएको थियो। त्यो चाहिँ मैले एकदमै धेरै हेल्प गराएको थियो त्यो कुराले चाहिँ मलाई, अनि अहिलेसम्म पनि त्यो छाप बसेको क्या दिमागमा। अब म फेरि के भने नि मेरो चाहिँ एउटा बानी के छ भने जहिले पनि म न्यु कभरलाई के भने अलिकति प्रोत्साहनै गर्ने मान्छे हो। मैले पहिला पनि फिल्म बनाउँदाखेरि पनि जस्तो मैले पहिला एक हिसाबले भन्दाखेरि मोहनी भन्ने पिक्चर बनाएँ होइन। मैले त्यो बेलामा रमेश बुढाथोकी भन्ने डाक्टर साहबलाई चाहिँ गरेर मैले चाहिँ उहाँलाई पहिलो ब्रेक दिएँ कि मैले होइन, किन मैले त्योभन्दा अगाडि उहाँको एउटा सिरियलमा मैले काम गरेको थिएँ र उहाँको त्यो सिरियलमा काम गर्दाखेरिको लगाव मेहनत त्यो फिल्मप्रतिको जुन एउटा त्यो जुझारुपन छ नि त्यो देखेर मैले भने ल दाइ एउटा काम गरौँ न, तपाईँ के फिल्म गर्ने हो, मिलेर राम्रो काम गरौँ, राम्रो एउटा फिल्म बनाऊँ, चल्ला त्यो आफ्नो ठाउँमा छ। र मैले नै रमेश बुढाथोकीजीलाई चाहिँ के भने दाइलाई चाहिँ के भने मैले ब्रेक दिएको हो त्यो चाहिँ हिसाबले चाहिँ होइन। त्यस्तै सिरियलहरूमा पनि बिस्तारै हाम्रो श्याम भट्टराईलाई मैले पनि धेरै प्रोत्साहन मैले पनि उहाँलाई गरेँ होइन। त्यस कारण धेरै आर्टिस्टहरूलाई पनि म चाहिँ के न्याय हो यिनीहरूलाई चाहिँ के भने केही भन्नु हुँदैन नभनेको उनीहरूलाई आफूले जाने बुझाए कुरा त्यो न्यु कभरमा एउटा हुटहुटी हुन्छ नि, केही गरौँ एउटा जोस हुन्छ, एउटा जाँगर हुन्छ, एउटा नयाँ भिजन हुन्छ, त्यो चाहिँ म कन्फिडेन्ट छु। त्यो त मेरो कामै हो होइन। तर राम्रो काम गरेको छ विमोचन बाबुले। मलाई धेरैले के भनेको छन् भने नि साँच्चैकै त उहाँहरू दुईजना बाउ छोरा पनि हो क्या त्यो सबै प्रतिक्रिया पाएको छु है मैले चाहिँ। त्यो राम्रो पक्ष हो, त्यो हाम्रो कामको एउटा तारिफै हो त्यो चाहिँ। ओके, अझ माया र सफलताको शुभकामना तपाईँ दुवैलाई। थ्याङ्क यू सो मच। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। माया उचालेर माया गरेर उहाँको पसिनै पसिना भएको छ। यो जाडोमा पनि यो पसिनै पसिना आउँदाको माहौल कस्तो छ त दाइ? यो इन्द्रेणी लाग्यो हो, झरीपछिको इन्द्रेणी हो यो। हजुर माहौल राम्रो छ है। यस्तो जाडो छ मान्छेलाई होइन, तपाईँलाई पसिना आइरहेछ, यो के हो त खास कुरो? जाडोमा पनि एक्सर्साइज गर्यो कुद्यो उफ्रियो भने त पसिना आइहाल्छ नि, त्यस्तै भयो अहिले पनि। त्यहाँ भाइ बहिनीहरूलाई ऊर्जा भरियो, सिनेमाको क्लाइमेक्सले भाइ बहिनीहरूलाई ऊर्जा दियो अनि त्यो ऊर्जामा मलाई पनि त्यही ऊर्जा दिनुभयो उहाँहरूले। फिल्म चलाउन चाहिँ कतिको पसिना गर्नु पर्दो रहेछ, अलिक कुदी पनि राख्नु भएको छ? चलिरहेछ, पसिना त अब आइहाल्छ नि, पसिना त आइहाल्छ। कति गाह्रो हुँदो रहेछ भाइ फिल्म बनाउँदाखेरि र अहिले चलाउनलाई चाहिँ? बनाउँदा पनि उस्तै हो, मेहनतै हुन्छ, चलाउन पनि झन् बढी मेहनत लाग्दो रहेछ। धेरै मेहनत बरु बनाउँदा मेहनत गरेर राम्रो काम ल्याइयो, चलाउने बेला मेहनत गर्दा नि त्यो पाइयो कि पाइएन दाइ जुन चाहनु? होइन, हामीले त अब चलाउनको लागि मेन कुरो दर्शकहरूले सिनेमा हेर्न खोजिरहनु भएको छ। सबै हलहरूमा जाँदै फर्किने क्रम बढिरहेछ हिजोदेखि होइन। तपाईँहरूले जुन रिपोर्ट हालिदिनु भयो, जुन जस्तै कतिपय चाहिँ पहिला अब अन्य चिजहरूमा पनि कतिपयले फेक रिभ्यूहरू पनि दिएर पनि त्यस्तो असर परे हुनसक्छ। यहाँ त हलबाट सिनेमा हेर्नुभयो, जे हो उहाँहरूको रिभ्यू तपाईँहरूले उही नै हाल्नु भएको छ जस्तो लाग्छ मलाई होइन।
म अनुरोध पनि गर्छु जे हो त्यही हालिदिनुहोस् होइन, राम्रो लागे राम्रो भनेको हाल्नुहोस्, नराम्रो लागे नराम्रो भनेको हाल्नुहोस्, तर त्यो हालेर उहाँहरूको रिभ्यू अनुसार ल कस्तो रहेछ त सिनेमा भनेर हलमा हेर्न जाँदाखेरि पनि हलमा सिनेमा नपाएर फर्किरहनु भएको छ, त्यो चाहिँ अलिक दुःख लागिरहेको छ। अब कलेजका विद्यार्थीदेखि लिएर 80 वर्षको आमाले शुद्ध फिल्म हेरेर राम्रो प्रतिक्रिया दिनुहुन्छ दाइ, त्यसले चाहिँ तपाईँलाई कतिको खुसी मिलाएको छ कि छैन? खुसी, अब खुसी नै यही हो नि, आफूले गरेको काम अहिलेसम्म रिभ्यू लिँदा साथीभाइहरू आफूभन्दा अग्रज दिग्गजहरूबाट पनि उहाँहरूले हेरेर प्रतिक्रिया दिँदाखेरि अत्यन्तै सुन्दर अत्यन्तै राम्रो सिनेमा बन्नु भएको रहेछ, जुन हामीले बिलिभै गरेका थियौँ, ट्रेलर हेरेर यो बिलिभै लागेको थियो यो लेभलको फिल्म बन्छ भन्ने खालको प्रतिक्रियाहरू दिइरहनु भएको छ, त्यसमा चाहिँ एकदमै खुसी लागेको छ। हाम्रो प्रियाना चाहिँ मुनिजीलाई चाहिँ कस्तो प्रतिक्रियाहरू बटुलिराख्नु भएको छ आज तेस्रो दिन, कस्तो लागिरहेछ माहौल? चिसो छ मौसम तर हाम्रो माहौल चाहिँ तातिँदै गएको छ। अनि यस्तो भनौँ न अब हल भिजिट किन भन्ने एउटा क्वेसनहरू पनि नर्मली आइरहेको हुन्छ नि त, यस्तो छ कि लाइक त्यो ऊर्जा भन्नुपर्ने त्यो दाइ, त्यो ऊर्जा हामीलाई भनौँ न एउटा एज अ एक्टर एज अ मेकर चाहिँ ओके दर्शकले एप्रिसिएट गरेछ है भन्ने एक हिसाबको एक्सपिरियन्स गर्न पाउने रहेछ। अब हामीले एक्जाम त पौष 4 गते दिएको हो, अब रिजल्ट यस्तो राम्रो आउला भन्ने एक्सपेक्ट पनि धेरै गरेको थिएन, अनि धेरै मान्छेले त फिल्म यस्तो राम्रो रहेछ ट्रेलर त त्यति साह्रो राम्रो थिएन नि भन्ने समेत मैले धेरै कुराहरू सुनेको छु, त्यो हाम्रो लागि एकदमै खुसीको विषय हो। अनि जहाँ जहाँ हामी पुगेका छौँ जसले फिल्म हेर्नु भएको छ उहाँलाई एकदमै मन पराएको छ। अनि हजुर भनिहाल्नुभयो 80 वर्षको वृद्ध आमादेखि लिएर हाम्रो जेनजी भाइ बहिनी +2 पढिरहेको सबैजना आउनु भएको छ, सबैले रिलेट गर्नुभएको छ कि त्यो हिसाबले चाहिँ हालैको कथा समेटेको त्यो जेएनजीहरूको ऊर्जा अहिले झन् त्यो उनीहरूले फिल गरेको त्यो प्रोटेस्ट पछिका कुराहरू सबै एक किसिमले मिठो समावेश भएको छ। जतिले हेर्नु भएको छ उहाँहरू एकदमै ह्याप्पी हुनुहुन्छ। अनि हामी त एज अ कलाकार त्योभन्दा ठुलो गिफ्ट त हाम्रो लागि के हुनसक्छ त, त्यही भएर एकदम भेरी ह्याप्पी। मेरो एउटा क्वेसन त अघि हजुरले भन्नु भने जति पनि जनाले हेर्नु भएको छ सबजनाले यो फिल्मलाई एकदम तारिफ गर्नु भएको छ कि इभन कतिजना चाहिँ यङले चाहिँ हेर्नै पर्ने, यङले त छुटाउनु हुँदैन भनिरहेको छ नि। तपाईँहरू फ्राइडेदेखि नै हलमा गइराख्नु भएको छ, आज सन्डे भन्छ क्या, तर पनि यति राम्रो प्रतिक्रिया आउँदा पनि सोमा चाहिँ किन चाहिँ हुन्छ नि बलिउड हलिउडलाई चाहिँ प्राथमिकता दिएर नेपालीलाई चाहिँ किन यसरी गराएको छ किन प्रतिक्रिया राम्रो आउँदा पनि किन सो चाहिँ नपाएको भन्छ? त्यो अब नेपाली चलचित्रलाई हामीले माया गरौँ भन्छौँ, हामी नेपाललाई माया गरौँ, नेपाली सिनेमालाई माया गरौँ, नेपाली पनलाई माया गरौँ भनेर जति पनि हामीले भन्छौँ, तर त्यो भनाइमा मात्रै रहेछ जस्तो लागिरहेको छ, कुरामा मात्रै सीमित भयो, कुरामा मात्रै सीमित भयो। हामीले चाहिँ जस्तै एउटा सिनेमा हाम्रो घर परिवारको दैनिकी जीवन फुल कमर्सियल स्टार कास्ट राखेर बनाइएको सिनेमा होइन यो, यसमा एकदमै नयाँ भाइ बहिनीहरूले चान्स पाउनुभएको छ, जतिले चान्स पाउनु भएको छ उहाँहरूले आफ्नो तर्फबाट 100% अभिनय गर्नुभएको छ कि उहाँहरूको सबैले मन पराइदिनु भएको छ उहाँहरूको अभिनय होइन, अभिनयको हिसाबले, ब्याकग्राउन्ड म्युजिकको हिसाबले, कलरको हिसाबले, निर्देशकको पक्षबाट, डिरेक्सन पोइन्ट अफ भ्यूबाट, राइटिङ स्टोरीको सबै चिजबाट सबल छ, सबै चिजबाट चटक्क छ सिनेमा होइन। तर हलमा मान्छे नआउँदाखेरि त नदिँदाखेरि के मान्छे आउनु भएन, उहाँहरूलाई कन्टेन्ट मन परेन भनेर चित्त बुझाइन्छ होइन। फिल्म हेर्न भनेर मान्छे हलमा जाँदा पनि हाम्रो स्वरै छैन क्या, भनेको अर्थ यसमा अब डिस्ट्रिब्युटर होइन वितरकज्यूले एकदम ध्यान दिनुपर्छ जस्तो लाग्छ। वितरकज्यूलाई फिल्म लाग्नुभन्दा अघिल्लो दिन देखाएको थिएँ, त्यसपछि उहाँको मैले अनुहार पनि देखाएको छैन, र जुन वितरण गर्ने हलहरूमा सो बाँडफाँड दिने हल मालिकज्यूहरू हुनुहुन्छ उहाँहरूले पनि विचार गरिदिनु होला, यो नेपाली सिनेमा हो, यसै गरी नेपाली सिनेमालाई तपाईँहरूले यस्तै प्रवृत्ति यस्तै व्यवहार देखाउने हो भने नेपालमा चाहिँ व्यवसाय गर्नलाई सेक्युर कतिको हुन्छ भन्ने कुरा पनि ख्याल गर्नु होला भन्छु। अलिक डिमोटिभ होइन, मैले सोधेँ हजुरलाई भन्नु पनि स्टार कास्ट छैन होइन, तपाईँको डेब्यू हो, हलवालाले तपाईँलाई नपत्याएको कि तपाईँको फिल्ममा भएको स्टार कास्टलाई नपत्याएको कि फिल्मलाई नै नपत्याएको? उहाँहरूलाई पैसाको मतलबै रहन्छ भन्छु म त, किनभने मान्छे आएको छ सित्तैमा सो देखाउने होइन, पैसा तिरेर हेर्ने हो, टिकट काट्न खोज्दा हलमा सो छैन भनेपछि पैसाले पुगेपछि किन राख्ने सो भन्ने पनि होला, के हो म जान्दिनँ, के को यो पोलिटिक्स हो म त्यो पनि जान्दिनँ होइन। तर हेप्नुको पनि सीमा हुन्छ, त्यहाँ एउटा मात्रै नेपाली सिनेमा लागेको हो हाम्रो,
त्यसमा पनि तपाईँको एटलिस्ट हलले म्यानेज गरिदिने हो भने बिहान दिउँसो बेलुका 3टा सो चाहिँ दिनुपर्ने थियो हामीलाई होइन र यदि हाम्रोमा मान्छे नआएको सिनेमाप्रति आकर्षण नभएको पब्लिक रिभ्यू ब्याड आएको थियो भनेदेखि एउटै सो नराख्दा पनि हो फिल्मै राम्रो भएन मान्छेले पत्याउनु भएन भनिन्थ्यो चित्त बुझाइन्थ्यो तर सबै थोकबाट राम्रो हुँदाहुँदै पनि हामीले यो मार खेपिरहनु भएको छ यस्तो मार नेपाली चलचित्रमा सधैँ आइरहन्छ अहिले म परेँ होइन म त डेब्यू होइन आजभन्दा 17 वर्ष अगाडि डेब्यू गरेको छु मैले होइन म डेब्यू भनेर भन्न चाहन्छु अहिले यो बारमा म परेँ हाम्रो टिम पर्यो भोलि फेरि अरू नेपाली सिनेमा मेकरहरू जो पनि पर्छ क्या यो चिजको दिगो समाधान चाहिँ हुनुपर्छ दाइ तपाईँले यो कुरा पटक पटक बोलिराख्नु भएको छ होइन मेकरहरूबाट नेपाली कलाकारहरूबाट कतिको साथ पाउनु भएको छ यही विषयमा चाहिँ तपाईँको मुभी छैन उहाँहरूलाई त रमाइलो होला नि किनभने यो चिजमा साथ दिने यो चिजमा ऐक्यबद्धता जनाउने यदि थियो भनेदेखि त कल आउँथ्यो फोन आउँथ्यो सपोर्ट हुन्थ्यो र नेपाली सिने इन्डस्ट्रिजमा चाहिँ सिनेमाको क्षेत्रमा भर्खर प्रवेश गर्दैछु त्यति कोअपरेटिभ चाहिँ देखिनँ मैले पाइनँ त्यो फिलै भएन हाम्रो टिमलाई हामीलाई भनेपछि सपोर्ट छैन फिल्म इन्डस्ट्रीको कोही कलाकार तपाईँले सोध्नै पर्दैन सपोर्ट भए देखिहाल्नुहुन्छ नि होइन हाम्रो सो मैले बारम्बार व्यक्तिगत रूपमा पनि अनुरोध धेरैचोटि गरेँ होइन गर्दाखेरि पनि उहाँहरूले खोइ सो किन राख्नु भएको छैन किन दिइरहनु भएको छैन बल्ल बल्ल सो निकाल्नुहुन्छ तपाईँ अफ टाइम सो क्या बेलुका 8:30 बजी बिहानको 8 बजी अनि दिउँसोभरि सो हुँदैन बिदाको दिन पनि बिहान 8 बजी र बेलुका 6:30 बजी सो राखिदिनुहुन्छ भनेपछि त उपेक्षित गर्ने एउटा लेभल हुन्छ होइन त्यतिसम्म पनि नेपाली चलचित्रलाई नेपालमै कलाकारिता गरेर बसिरहेको एउटा मान्छेलाई उपेक्षित नगर्नु होला यसले पोल्छ तपाईँहरूलाई पक्कै पोल्छ किनभने राम्रो कन्टेन्ट राम्रो चलचित्र राम्रो सिनेमा बनेको छ पब्लिकले पत्याएको छ भने यसरी किनारामा भित्तैमा पुग्ने गरी साइड लाउनु जरुरी थिएन यही भन्न चाहन्छु बाँकी कुरा बोल्दै गरौँ है केही अग्रजहरूले सम्मान माया गरिरहनु भएको छ भने मेरो लागि हौसला नै यही हो होइन अहिले त अब एउटा हामीले व्यापार गरेर यो सिनेमाबाट हामी पैसा कमाउनको लागि बनाएको सिनेमै होइन पहिलो कुरा यो त्यसो भए हामी कमर्सियल रूपबाट जान्थ्यौँ होला होइन यो एउटा अवेरनेस सिनेमा हो अहिलेको जल्दो बल्दो वस्तुस्थितिमा बनाइएको चलचित्र हो र जुन चलचित्रमा हामीले बनायौँ काम गऱ्यौँ देशको परिदृश्य पनि बिस्तारै त्यही घट्दै आइदियो त्यस्तै भइदियो होइन अब यो चिज यो समयको माग अनुसार बनेको चलचित्र हो तपाईँ हामी जस्ता युवाहरूले सही नसक्ने अवस्था भएपछि यस्ता चिजहरू बनेको हुन् अब यो चिजहरूलाई सपोर्ट गरिदिनु होला माया गरिदिनु होला कोही नभए पनि भगवान् हुनुहुन्छ तपाईँहरू हुनुहुन्छ धन्यवाद अनि एउटा कुरा मैले जोड्न चाहेँ स्टारको कुरा आएको थियो नि हाम्रो फिल्मको स्टार भनेको नै कन्टेन्ट हो त्यति नै भन्न चाहेँ